एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन्। नेपालको 4 दिने भ्रमणका लागि उनीहरू काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ आउनु अघि बुधबार उपाध्यक्ष सुमारले एमसीसी बारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावास मार्फत जवाफ पठाएकी थिइन्। नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्साल स्थित मेरियट होटलमा बस्ने बताइएको छ। कतार एयरवेज मार्फत बिहिबार बिहान काठमाडौँ ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कड़ा पारिएको छ। नेपालमा एमसीसीको विरोध समेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुन सक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कड़ा पारेको हो। उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक आर्थिक विकासका लागि 4 वर्ष अघि अमेरिकाको सरकारी निकाय एमसीसी बीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो। उपाध्यक्ष फातिमाको टोलीले आजैबाट राजनीतिक भेटघाट शुरू गर्ने कार्यक्रम रहेको बताइएको छ। उपाध्यक्ष फातिमाले पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोट स्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ। भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँगको भेट भोलि 4 बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ। सम्झौता अनुसार सड़क सञ्जाल, विद्युत प्रसारण लाइन निर्माण लगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदान स्वरूप अमेरिकाबाट नेपाललाई 50 अर्ब सहयोग प्राप्त हुनेछ। संयुक्त राज्य अमेरिकाको एमसीसीको उपाध्यक्ष सहितको टोलीले हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यूसँग भर्खरै शिष्टाचार भेट गरेको छ र शिष्टाचार भेटको क्रममा खास गरी मूलभूत रूपमा अहिले हाम्रो जुन एमसीसी प्रोजेक्ट यहाँ अगाडि लाने या नलाने भन्ने विषयमा जुन विवाद दुविधा रहिरहेको छ त्यस विषयमा उहाँहरूले आफ्ना कुराहरू सुनाउनु भयो। अमेरिकाले यो चाहिँ ग्रान्टको रूपमा हामीले धेरै कुराहरू यहाँका अवस्थालाई ध्यानमा राखेर धेरै कुराहरू स्पष्ट पारेका छौँ। हाम्रो पोजिसन तपाईँलाई सुरुदेखि त्यो थाहा छ। लामो समयसम्मबाट नेगोसिएसन भएर टुङ्गिएको विषय हो यो। यहाँ अहिले जुन खालको विवाद आयो नहुनु पर्थ्यो जस्तो हामीलाई लागेको थियो भन्ने उहाँहरूको भनाइ थियो। हाम्रो पार्टीको तर्फबाट अध्यक्षज्यूले उहाँहरूले भेटघाटका लागि धन्यवाद दिँदै खास गरी एमसीसीको सन्दर्भमा हिजो हामी गभर्मेन्टमा हुँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकारले गरेको सम्झौता भए तापनि यस्ता सम्झौताहरू दुईटा मुलुकका बीचमा भएका सम्झौताहरूले निरन्तरता हुनुपर्छ भन्ने कुरा कतिपय रिजर्भेसन हाम्रै पार्टीभित्र रहँदै पनि हामीले अगाडि बढाउने कोसिस गरेका हौँ। हामीले पार्लियामेन्टमा यसलाई टेबल गरिसकेका छौँ। सरकारको तर्फबाट केवल त्यहाँ सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारणले यो हुन सकेन। अहिले हामी अपोजिसनमा छौँ। हाम्रो भूमिका बदलिएको छ। हिजो हामी सरकारमा हुँदा हामीले जे गरेका थियौँ आज हामी अपोजिसनमा हुँदा हामीले त्यो गर्न मिल्दैन। तपाईँहरू पनि थाहा छ डेमोक्रेसीमा अपोजिसन भनेको रोल के हो, रुलिङ पार्टीको रोल के हुन्छ। त्यसो हुँदा अपोजिसनमा भइरहेको अवस्थामा हामीलाई रुलिङ पार्टीले अहिलेसम्म यो विषयमा कुनै कुराहरू छलफल गरेको छैन। रुलिङ पार्टीका तर्फबाट कुनै डिसिजन पनि नआइरहेको र कुनै पनि किसिमको एप्रोच हामीलाई नगरिरहेको वर्तमान अवस्था हो। यो अवस्थालाई यहाँहरूले यही हिसाबले बुझिदिनुहोस् भन्ने हाम्रो भनाइरह्यो र हाम्रो अध्यक्षज्यूले उहाँहरूको भ्रमण सफल रहोस् भन्ने शुभकामना दिनुभयो।